Surprise video box tapper Deki Patara. हेलो साथीहरू, आज चाहिँ हामी भक्तपुरदेखि पोखरा सरप्राइज दिन जाँदैछौँ हाम्रो ठुली दिदी र कान्छी बहिनीलाई। थाहा छैन हामी आउने भनेर चाहिँ। माइली दिदी काठमाडौँबाट जाँदै हुनुहुन्छ अनि मम्मी दमोलीबाट हामी सबैजना सरप्राइज दिन जाँदैछौँ। हामी पोखरा चाहिँ पोखरा जाँदैछौँ। यहाँ भर्खर 5 बजिँदै हो। अब हामी निस्किन्छौँ हैन बुढो? हजुर बुढी। ल बाई बाई। छोरी र दिदीलाई पनि हामीले पिकअप गरिसकेका छौँ। अब हामी सबैजना भेट भइसक्यौँ। अब हामी सिधै लाग्छौँ पोखरातर्फ। बिहानको उज्यालो अझै भइसकेको छैन। हामी चाहिँ सिधै लाग्यौँ अब गुटुङटुङ। अनि त्यसपछि गाडीको पेट पनि भर्नु पर्यो। गाडीको पेट नभरि हामीलाई जान गाह्रो हुन्छ। यसो गाडीको पेट सेट भरिदिउँ। मलेखु आयो तर कस्तो अँधेरो छ हो। मलेखु त चिया खानुपर्छ। अन्धकार घामै लाग्दैन थियो त। मलेखुमा मिठो चिया पाइन्छ है। यहाँ चाहिँ डेरी पसलमा। टोइलेट जानु पर्यो। मलेखुको तरकारी पसलहरू कस्तो राम्रो देखिन्छ हो यहाँ त। मलेखुको मलाई यो टोइलेट नआई चित्त बुझ्दैन। यहाँ चाहिँ जहिले आइहाल्नुपर्छ। सफा हुन्छ यहाँको टोइलेट। डेरी पसल हो। चिया यहाँ खाना पारी। हामी चिया खाएर अब खाना खान जाँदैछौँ। हामी चाहिँ खाएन भाइ। चिया पनि खाने अनि फेरि खानु पनि एकैछिन खाने। हामी खाना खाने मलेखुको खाना खाने ठाउँ चाहिँ म देखाउँछु है। मलेखुको खाना खाने ठाउँ यो पानीको टेल। यो पानीको टेलमा हामी खाना खान्छौँ। जहिले आउँछौँ हामी यहीँ खान्छौँ। नमस्कार। नमस्ते दाइ। ल हामी आइपुग्यौँ। छिटै भयो। तपाईँहरू त खोल्नु भएकै छैन होला भनेर। नमस्कार बुवा। म चाहिँ जुरुक्क उठेर मुख मात्रै धोरिने थिएँ। अहिले अनुहारलाई पनि अलिकति पोदिनु पऱ्यो भनेको बुढाले जिस्काउँदै हुनुहुन्छ। हामी चाहिँ खाना खाएर नि ल बिदाबादी भएर निस्किन थालिसक्यौँ। चिसै छ, घाम पनि लागेको छैन। मलिक आउनुहुन्छ नि यो नेउपर्ने होटेलमा खाना खान आउनु होला सबैजना। मिठो छ। हामी चाहिँ लाग्यौँ। हामी चाहिँ टन्न खाना खाएर यसो रमाउँदै गइरहेका थियौँ। मोलिनको पुल कट्ने बित्तिकै ठ्याक्कै जाम पर्यो। मलाई यो ठाउँ झन् डर लाग्छ। यही ठाउँमा ठ्याक्कै त्यहीँ रोकियो। झन् यहाँ गाडी बगाएको थियो नि त। मेरो सातो पुत्लो जान्छ फेरि यहाँ। अनि यहाँ मेरो बुढो चाहिँ यता च्याप्नु भने एकछिन नकुर्देर त्यो गाडीले गर्दाखेरि हामी जाममा परेर एकछिन कुर्देको भए त हुन्थ्यो नि। कुर्नै नसक्ने। यो नेपालीहरू कुर्नलाई अलिकति गाह्रै हुन्छ भन्छन्। त्यस्तै होला। ल एकछिनले पनि यत्रो लामो जाम भयो। ल हामी चाहिँ जाम खुले भएर सुसु गयौँ। सिधै गयौँ गोर्खाको मिठो सुन्तला किनेर हामी मम्मी भठा पुग्यौँ। मम्मीलाई पनि भेटियो अनि हामी लाग्यौँ पोखरातर्फ। हामी लगभग पोखरा आइपुग्न लाग्यो। मम्मीलाई पनि लियो। ल अब हामी सरप्राइज दिन रेडी। थाहा छैन है? थाहा छ होला? सबैजना आयो भने त थाहा छ। मम्मी आउने भने थाहा छ तर हामी आउने भने थाहा छैन हैन? यो आज दुईजना चोक त आइपुग्यो। सरप्राइज दिने ठाउँमा गाडी रोक्नै मिलेन। के भयो कसम चिन्दिन हौ। सरप्राइज दिन जान लाग्यो है अब हाम्रो दिदी बहिनीको पसल चाहिँ पोखरा पृथ्वी चोकैमा कति केटा के जाति हो गीत पनि बिर्सेँ मैले। हो त्यहीँ हो कि पोखराको चोकमै हो कि दिदी बहिनीको पसल चाहिँ। आउनु होला है। ल हामी चाहिँ रेडी है। बहिनी बाक्लो मजा छ। अनि मलाई लाग्यो सिधै भेनातर्फ। भेनालाई झुकाउनु पर्यो भनेर यतै अस्तिको कपडा त मलाई हुँदै भएन एक्सचेन्ज गर्नु पर्यो भनेर भने। अनि भेनाले कुन चाहिँ कपडा हो र भनेर भन्दै हुनुहुन्थ्यो। अनि म त के हो झुकाउनु गएको। अब कपडा भए पो अनि मास्क खोल्दै मैले त
सर जस्तो लाग्थ्यो होइन कि हेर्दा सर जस्तो लाग्नु त भक्कै पऱ्यो कहाँ गयो सामान आयो यस्तो हाँसेर किन्दै किन्दैन त्यत्रो रहेछ अझै अझै कुन सामान हान्दै हेर्छन् कि अझै मोटा छ त अनि त्यहाँ लानु पर्दैन ब्याग अब पालो ठुल दिदीको है साथीहरू ल अलि मजा दिदीले त चिनिहाल्छ जस्तै ढोकाले चिन्न पाएन पसलमा भए पो झुक्काउँछु भनेको त दिदी नि ल अब जाऊँ हामी म यहाँ अब दिदीको पालो है साथीहरू हामी चाहिँ लाग्यो दिदीतर्फ बहिनी र भेनालाई सरप्राइज दिएर दिदीतिर जाँदैछौँ दिदी पनि पसलमै होला भन्ठाने थियो तर दिदी त घरमै रहेछ अनि बाहिर निकाल्ने उपाय खोज्नु पर्यो बहिनीलाई कान्छी बहिनीलाई फोन गरेर म लडेँ बाहिर निस्किनु दिदी भन्न लगाएर अनि उपाय त लाउनु पर्यो के गरेर बाहिर निकाल्ने फेरि भित्रभन्दा बाहिर अलिकति भिडियो पनि राम्रो हुन्छ बाहिर त निकालेर भिडियो बनाउनु पर्यो भनेर ल लडिहालेँ बाहिर निस्किहाल त छिटो भनेर फोन गरेर लगायौँ अनि दिदी अब बाहिर आउँदै हुन्छु बाहिर आएको मलाई त नदेखिकन बहिनी लड्यो भनेर त पुतु पुतु मलाई नहेरिकन सुइसु मलाई देखे हेर्दैन खुट्टा फर्के हामी आयो भनेर के ल भेट भयो कसै सालले फोन गरेर खुट्टा फर्क्यो है पसलले यहाँ उभिँदैन देखिदिनु मान्छे खुट्टा फर्केर उठ्नै सकिनु छिटो भनेर दौडिनु लाग्छ अनि खुट्टा फर्क्यो भनेर खुट्टा फर्क्यो भनेर त्यसले भन्यो कि खुट्टा फर्क्यो भन्छु तिमीहरू जा गेटमा बस Thank you for watching.